गाइस सबैजनालाई स्वागत छ गाइस यो मेरो च्यानलमा गाइस है। यदि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला गाइस। भिडियो कस्तो लाग्छ, भिडियो राम्रो लाग्यो लाइक कमेन्ट अनि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला है गाइस। गाइस आज चाहिँ मैले धजरा बनाउँदै छु। धजरा र आलुको तरकारी बनाउँदै छु। यो धजरा के हो भने गाइस, धजरा चाहिँ मुलालाई काटेर घाममा सुकाएर बनाएको एक प्रकारको मुलाको सुकुटी हो गाइस। धजरा र आलुको आज चाहिँ मैले के गराउँदै छु, तरकारी बनाउँदै छु गाइस। यो धजरा चाहिँ मैले नेपालदेखि मगाएको गाइस है। धजरा एकदम अर्ग्यानिक चिज हो गाइस है। एकदम स्वास्थ्यको लागि ठिक हुन्छ गाइस यो खानु। के गर्ने गाइस, परदेशमा भए पनि आलु र धजराको तरकारी खान मन लाग्छ गाइस। त्यो कारणले गर्दा चाहिँ आज मैले आलु र धजराको के गराउँदै छु, तरकारी बनाउँदै छु है गाइस। मलाई त्यति राम्रो बनाउनु त आउँदैन र पनि बनाउनु पर्ने हुन्छ गाइस। परदेशमा एक्लै छु गाइस है। कसले बनाइदिन्छ र खाने हैन, आफै बनाउनु पर्यो गाइस। त्यो कारणले गर्दा अहिले चाहिँ मैले आलु र धजराको तरकारी बनाउँदै छु गाइस। तपाईले खानु भएको छ कि छैन हैन, खानु भएको छैन भने चाहिँ यो विशेष गरी म्याक्डीमा बनाइन्छ गाइस। म्याक्डीको यो पहाडी भेगहरुमा, उच्च पहाडी भेगहरुमा चाहिँ मुला लगाइसकेपछि मुलालाई काटेर घाममा सुकाएर सुकुटी बनाएर राख्ने गरिन्छ गाइस। अनि यसलाई फेरि खानु मन लागेको बेलामा चाहिँ झिकेर अलिअलि गरेर यसरी बनाएर खाइन्छ गाइस। गाइस तपाईहरुले पनि खानु भएको छैन भने चाहिँ खानुस् गाइस, एकदम मिठो हुन्छ गाइस। यो अर्ग्यानिक चिज हो गाइस। आलु पनि अर्ग्यानिक चिज हो। आलु पनि मैले आफै लगाएको चिज हो गाइस। त्यसपछि यो मुलाको धजरा चाहिँ अर्ग्यानिक हो गाइस। एकदम मिठो हुन्छ, स्वास्थ्यको लागि एकदम ठीक हुन्छ गाइस हैन। एकदम टेस्टी हुन्छ एकदम है गाइस। तपाईहरुले यदि खानु भएको छैन भने चाहिँ मगाएर खानु होला गाइस है। अहिले चाहिँ जताततै पाउँछ गाइस यो मुला र आलुको तरकारी।